शहीदहरूलाई सम्झना गर्दै र सिङ्गो आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू सम्पूर्ण मेरो अनुहारका खेप्टे चिम्से हुने सम्पूर्ण हामी मूलवासी मङ्गोलका दाजुभाइ तथा दिदीबहिनीहरूप्रति सिङ्गो मेरो मङ्गोल नेसनल अर्गनाइजेसन जिल्ला सभाका तर्फबाट र म स्वयं व्यक्तिगतको तर्फबाट र मङ्गोल नेसनल अर्गनाइजेसन सम्पूर्ण सिङ्गो तर्फबाट यहाँहरूलाई जुझारो सलाम टक्राउन चाहन्छु। स्वीकार्नुहोला। झोरले सिमिपाउ जेडो जय मूलवासी मङ्गोल। आज तपाईँहरूको माझमा तपाईँहरूको भाइ छोरा तपाईँको अगाडि आफ्नो भनाइहरू राख्ने मौका दिँदै गर्दाखेरि मैले सौभाग्य ठानेको छु र हाम्रो पहाडमा कोना कन्द्रमा झन्केका हाम्रा संस्कार र संस्कृतिका गाजाबाजाहरू र हाम्रा संस्कृतिका धनहरूलाई पस्केर अगाडि देख्न पाउँदाखेरि साँच्चै नै लाग्छ हामी मूलवासीहरू अब जुर्मराइसकेको छौँ र उठिसकेको छौँ र जागिसकेको छौँ भन्ने मलाई एउटा मनभित्रको एउटा जिज्ञासा उत्पत्ति भएको छ। आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरू, यहाँहरूको माझमा मैले अलिकति भिन्नै किसिमको भनाइहरू प्रस्तुत गर्नेछु र स्वीकारिदिनुहोला, बुझ्ने कोसिस गरिदिनुहोला र साथै बुझिदिने कोसिस गरिदिनुहोला। मलाई पनि एउटा